सबैजनालाई आज म देखाउने छु मेरो पुरा खानाको कुराहरू है। मैले चाहिँ आज बनाउँदैछु दाल र यो चाहिँ बेङ्गली स्टाइलमा म बनाउँदैछु दाल। त अब मैले दालमा पहिल्यै हल्दी हालेको थिएन। दाल चाहिँ बोइलिङ भइसकेको छ, निमक हालेर बोइलिङ गरिसकेको थिएँ। अब म हाल्ने छु यसमा हल्दी, यो उम्लिनु तक। उमालेको बादमा चाहिँ मैले यसमा फेरि अहिले काँचो खुर्सानी हाल्ने छु चिरेर। हेर्नुहोस् अब चाहिँ दालमा चाहिँ टमाटर हाल्छु। टमाटर चाहिँ यसरी ठुल्ठुलो हुनुपर्छ नि, तपाईहरुले चाहिँ यसको टेस्ट आन्छ। त अब चाहिँ म हाल्न जाँदैछु। हाम्रो दाल चाहिँ उम्लिसकेको छ। त अब यसलाई चाहिँ पाक्नुको लागि हामी टमाटर हाल्दैछु यसमा। फेरि अगाडि चाहिँ देखाउँदैछु पाकिसकेको बादमा दाललाई। दाल चाहिँ हेर्नु टमाटर पनि चाहिँ यति नै पाक्नुपर्छ, ज्यादा पाक्यो भने चाहिँ मिठो हुन्न। यसरी राख्नुपर्छ है। अब चाहिँ हामी दाल चाहिँ तड्का लगाउने छौँ। हेर्नुहोस् पाकिसकेको छ, गरम भइसकेको छ तेल। तब हामी हाल्ने छु तेजपत्ता र खुर्सानीको रातो होला। हेर्नुहोस् यो पाकिसकेको छ। अब हामी यसलाई चाहिँ दाल हाल्ने छु यसमा। हेर्नुहोस् दालको कलर पनि राम्रो। यसमा चाहिँ हाल्ने छु अब धनिया। हेर्नुहोस् अब धनिया हाल्दैछु मैले। हेर्नुहोस् दालको कलर पनि